हाई गाइस वेलकम ब्याक छ तपाईहरुलाई मेरो च्यानलमा। अनि म चाहिँ अहिले भाउजूको घर आएको छु। अनि भाउजूको घरमा चाहिँ आज स्पेशल जिनिस पाक्दैछ अरे, अनि त्यही भएर म चाहिँ आएको। अनि म यहाँ आएको, केटाकेटीहरू चाहिँ एकदम यहाँ हेर्नु न के गर्दैछ भने नि, अब यहाँ हेर्न सक्नुहुन्छ। हेलो भन्देऊ। हेलो तारा बोला न त मसँग। अनि किन त्यति तारा गएको? हाँ के भयो, लाज लाग्यो? लाज पनि लाग्छ? होइन होला होला। यो चाहिँ कसले के बनाएको हेर्नु न साथीहरू। यसले आटाको बर्बाद। यो कसले के गरेको? यो जेनिसाको नाम लाउँछ यस्तो तैँले गरेको होइन गाइस। अनि एउटा कुरा हेर्नु न, मेरो खुट्टा मर्केको छ। मर्केको नि लेगामेन्ट्स फाटेको छ अरे के मेरो। अनि त्यही भएर म कन्टेन्ट पनि हाल्न पाइरहेको छैन गाइस। के अरे अनि हिँड्नै सक्दिनँ नि। अस्ति मलाई देखिनस् कस्तो भएर म आएँ त नि, कस्तो दुख्छ। वाउ मोमो के हो यो? वाउ मोमो। यो पनि आइपुगिसक्यो गाइस। त चाहिँ के गर्न आँखी बुइनी? हाँ त्यो चाहिँ अलिक लजाउँछ कि, अलिक क्यामेरामा बोल्नु मान्दिनँ। अब म चाहिँ यो लिएर जानु भन्नुहुँदैछ। अनि जेनिसा के छ त? अनि यो कसले बनाएको? अनि र वाउ यो खानु बोलाएको मलाई हो? कहाँ पुगेर आएकी त? हो र? अन्त कस्तो राम्रो लुगा लगाइछस् त। खै अलिक पर गएर देखा त। कस्तो दामी। एकचोटि घुमिँदैन त नि? वाउ सुरुवाल हो त्यो कुर्ता टाइपको। खुट्टामा चाहिँ मैले मर्काएको होइन कि, यसको त्यो लेगामेन्ट चाहिँ फाट्यो अरे। होइन स्कुटी लुगा धुनु गएको थिएँ कि, अनि त्यो खुट्टा यसरी क्यारक क्यारक हुन्छ नि कहिलेकाहीँ, त्यस्तै भएको थियो हौ। नसा चाहिँ होइन, छाला च्यातेको छ अरे भित्रको मासु। भित्रको ल गाइस मैले चाहिँ मोमो पनि पाइसकेँ। अब मोमो पाइसकेँ। मलाई चाहिँ मोमो खाना बनाउनु भएको थियो। अनि मोमो खानुलाई रहेछ सरप्राइज दिनुभएको रहेछ। अनि आफ्नो चाहिँ यस्तो खुट्टा भएर म यस्तरी आइरहेको थिएँ। यिनीहरू हेर्नु न मोमो क्यामेरामा आउन खोजेका नि हो। यिनीहरूको साथी पनि पाएछ त उहाँ। मोमो खान आएको अरे आमा। अनि जेनिसा अनि मोमो खान पाउँदाखेरि कस्तो लाग्दैछ तिमीलाई? राम्रो। घरमा बनाएको राम्रो कि बजारमा बनाएको राम्रो? घरमा। हो र? घरमा बनाउँदा चाहिँ के हुन्छ? ल ला त्यो त लडी चाहिँ कुकुरसँगै। मोमो खानेको खुसीमा कुकुरसँगै सुतिरहेछ। ल आइज यहाँ आइज। मेरो चाहिँ गाइजहरू खुट्टा पनि हेर्न सक्नुहुन्छ। न हिँड्न पाइरहेको छु न कुद्न पाइरहेको छु। एकदम गाह्रो भइरहेछ गाइज। के गर्दै अरे? हो र कुकुरले? ला हस्पिटल जाउँ ल। अब हस्पिटल जाने? यहाँ हेर्नु न यो एउटा उफ्रेनीलाई हेर्नु न, त्यहाँ चम्केर यहाँ अर्की चम्किन थाली फेरि। आमा 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 ल एउटा गीत गाइदिनु त। आया ओ सेट माई खुट्टा। ल गाना गाइदियो नि त एउटा गाना। आलू का चालू बेटा गाइदे त। आलू का चालू बेटा तिहार रहे थे। बैगन के टोटी में सो रहे थे। होइन होला। बैगन के उस रात मम्मी ने पैरी हंस रही थी। हो र? पापा ने पैसे दिया नाच रही थी। सक्यो त्यति मात्र गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो मोमो। अनि खोइ जेसिकाको चाहिँ मोमो छैन? तिमी नखाने? किन? पालाए मोमो खाने। कुद कुद
मोमो मनपर्छ कि पर्दैन कहिदेऊ मोमो लिनुलाई अनि गाइस म चाहिँ भिडियो बनाउँदिनँ भनेको थिएँ यिनीहरूले भिडियो बनाउनु भनेर अनि भिडियो बनाएको अनि आमामामा यसले पनि लिएर आइछ गाइस हेर्नु यत्रो ठुलो थालमा खाइसकिन्छ खाइसकिँदैन होला के लिएर आएको वाह रे वाह कहाँ बसेर खाने अनि यति खाइसक्न अनि दिन्छु म खाइसक्न पहिला यहाँ बस्न म भिडियो बनाउँदैछु वाह वाह कस्तो लाग्यो मिठो हो खाइसकिन्छ यति मजाले मुखले भन्न नि के अरे वाह मिठो खाइसक्छेस् अचार मिठो छ कि मोमो मिठो छ कुन चाहिँ मिठो छ बढी बजारको मिठो कि घरको मिठो दुइटै मिठो ल म चाहिँ गएको ल अब मोमो लिएर ल बाई बाई गरिदेऊ भोलि भेटौँ ल बाई उहाँ गरिदेऊ ल म चाहिँ गएँ मोमो लिएर खानु मजाले ल मोमो होइन म जान्छु नाइने उतै खाने ल ल गाइज केही हुँदैन ल ल गाइज मोमो लिएर गएको है त अब अर्को भिडियोमा भेटौँ ल तपाईँलाई बाई बाई